नमस्ते साथीहरु, म सुन कुमार गुप्ता। तपाईं हेर्दै हुनुहुन्छ ड्रागन फ्रुट फार्म पोखरा युट्युब च्यानल। आज चाहिँ विशेष एउटा राम्रो भिडियो लिएर आइसकेको छु म। तपाईको कति मेरो सब्स्क्राइबरको रिक्वेस्टमा र मसँग लानी बेर्ना दिदीबहिनीहरुले दाइहरुले चाहिँ के भन्नुहुन्छ भने तपाईकोमा चाहिँ एकदम राम्रो फुलहरु आछ, एकदम छिटो फुलहरु आयो। मेरो त तपाईको चैत महिनामै तपाईको चैतको पहिलो हप्तामै फुल आउँछ। तर त्यो के कारण आयो, कसरी आयो, त्यो आज तपाईलाई बताउन गइरहेको छु। र के गर्नुपर्छ त नि, फुलहरु आउनलाई के गर्नुपर्छ त्यो आज तपाईलाई भन्न कोसिस गर्नेछु। म चाहिँ एकदम विशेष एकदम छानबिन गरेर त हैन, तर मेरो कौशीमा मैले चाहिँ गरेको मेहनत र मैले चाहिँ भोगेको कुराहरु तपाईलाई यो भिडियो मार्फत शेयर गर्नेछु। ल सुरु गरौँ है त। ल हेर्नुस्, यहाँ सी भेराइटीहरुमा एकदम सी भेराइटीहरुमा राम्रो फुल आछ। यो सी भेराइटीहरुमा एकदम राम्रो फुल आछ। यो चाहिँ असुन्ता 5 हो। यसको हेर्नुस् फुलै फरक हुन्छ। यो असुन्ता 5 र यो सी भेराइटी हो। अनि अर्को के थियो भने यो ठाउँमा यो तपाईको मेरो कौशीको माथिपट्टि यो टेंकी एरिया हो। यो टेंकी एरियामा चाहिँ एकदम राम्रो फुल आउँथ्यो। सबभन्दा पहिला फुल आउने नि यसमै र एकदम राम्रो फुल आउँथ्यो। तपाईलाई अहिले देखाउनु छु कि यसमा किन यो पाली त्यति छिटो फुल किन आएन, त्यति छिटो फुल किन आएन र धेरै फुल किन आएन। एउटा मात्रै फुल आएको छ। अहिले तपाईलाई मैले देखाउने छु। ल पहिला यता देखाइदिम। अहिले चाहिँ तपाईको कुन कुन भेराइटीहरुमा फुल आएको छ र तपाईलाई मैले बताउने छु। यसमा पनि एकदम धेरै फुल आउँथ्यो। यो सी भेराइटी एकदम धेरै फुल आउने। तर तपाईहरुले कतिले के सोच्नुहुन्छ भने धेरै झाङ्गेर धेरै हाँगा आएर हैन एकदम धेरै फुल आउँछ र मेरो चाहिँ एकदम धेरै फुल आउँछ र एकदम धेरै फल आउँछ भन्ने हुन्छ। त्यस्तो हुँदैन। तपाईले चाहिँ यसलाई पनि काटछाट गर्नुपर्छ। हरेक बोट बिरुवालाई, हरेक सब्जी तरकारीहरुको बेर्नालाई हरेकलाई काटछाट गर्न जरुरी हुन्छ। ल देखाइदिनुस् यहाँ। यो सबै एनर्जी सकर्स। ल हेर्नुस्, हेर्दै एकदम फरक हुन्छ। हाँगाहरु एकदम फरक हुन्छ। यसमा अहिले एकदम तिखो खाँडा रहेको छ। ल हेर्नुस् कति पातुलो छ हाँगा। ल हेर्नुस् एकदम यो ल तपाईको 5 फिटको हाँगा रहेको छ, तर एकदम पातुलो। यस्तो एनर्जी सकर्समा कहिले पनि फल फुल आउँदैन। यो सबै एनर्जी सकर्सहरु हो। ल हेर्नुस् कस्तो हुन्छ। यो एनर्जी सकर्सलाई हेर्दै तपाई एकदम बाङ्गो हैन डुन्डुले मुन्टुले हुन्छ। ल हेर्नुस् है, यस्तोमा कहिले पनि फल आउँदैन र यसले चाहिँ अरुमा पनि फल र फुल आउन दिन्न। किन दिन्न भने यो चाहिँ तपाईको जराको नजिकै काँडामा चाहिँ उम्रेको हुन्छ र पोषकहरु र यो खानेकुराहरु माथि आउन पाउँदैन। अनि माथि आउन नपाइसकेपछि यो तपाईको यो अम्ब्रेला टाइपको घोप्टेको बेर्नाहरुमा यसमा फलहरु तपाईको यो के भन्छ यसमा भिटामिनहरु आउँदैन र यसमा फुलहरु आउँदैन, फलहरु लाग्दैन है। त्यही भएर एनर्जी सकर्स टाइममा हेरेर यो तपाईको वैशाखको बेलामा, चैतको बेलामा, वैशाखको बेलामा काटेर यसरी फाल्नुपर्छ। मलाई चाहिँ अलिकति ढिलो भएको छ। म बिजी भएर र पानी परे गरेर। ल यता हेर्नुस्, यो सबै मेरो सी भेराइटी रहेको छ। ल हेर्नुस्, यसमा चाहिँ त्यस्तो एनर्जी सकर्स छैन र यसमा हेर्नुस् कस्तो मजाले सबैमा एकदम धेरै राम्रो सबैमा फुल आएको छ। यहाँ देखाइदिनुस्। एनर्जी सकर्सहरु यसमा छैन। यसमा चाहिँ मैले चैतमै काटेर हटाइदिएको थिएँ। त्यही भएर यसमा एकदम राम्रो फुल आछ। ल हेर्नुस्, अब पोखरा एरियामा चाहिँ एकदम धेरै पानी पर्ने भएर यसमा चाहिँ तपाईको धेरै फुलहरु कुहिएर जान्छ। यो त अब नेचुरल नै भयो, नेचरकै यस्तो भयो। त्यही पनि तपाईले चाहिँ अब धेरै फुल ल्याउनलाई सबभन्दा मेन कुरा भनेको तपाईले राम्ररी गोडमेल गर्नु पर्यो, राम्ररी मलजल गर्नु पर्यो। मलजल गरेर मात्रै पनि तपाईको राम्रो तरिकाले फुलहरु आउने र मस्त फलहरु आउने हुँदैन। तपाईले टेक केयर गर्नु पर्यो। कुनै फंगिसाइड त फंगस त ला छैन, कुनै जरा त कुहिए छैन। अनि एनर्जी सकर्स कतिको छ त्यसमा। अब माथि गएर मजाले यस्तो अम्ब्रेला भएको हुन्छ र तलबाट एनर्जी सकर्सहरु आएको हुन्छ। त्यो एनर्जी सकर्स तपाईले काट्नु भएन भने फुलहरु त आउँछ, तर 20 वटा फल लाग्ने ठाउँमा 6 वटा 7 वटा फल लागेर त भएन। हामीले राम्रो तरिकाले कतिले अब कौशीमा भयो भने त आफ्नै टेस्टको लागि, आफ्नै खानको लागि हो। त्यही पनि कौशीमा पनि 6 वटाको सट्टा 15 वटा 20 वटा फल्यो भने हामीलाई नि धेरै राम्रो, हामीले आफ्नो आफन्तलाई खुवाउन पनि मिल्यो। ल हेर्नुस्, अहिले फुलहरु आएकोमा भेराइटीहरु भनिदिन्छु तपाईलाई। ल हेर्नुस्, ब्ल्याकमा पहिला पनि भिडियो देखाएको थिएँ। एकदम राम्रो फुल आएको छ, एकदम धेरै फुल आएको छ। ल हेर्नुस् है, एउटै हाँगामा 5 वटा 6 वटा फुल आएको छ। यता पनि ब्ल्याकहरुमा टन्नै फुल आएको छ। ल हेर्नुस्, अनि अरु भेराइटीमा फुल आउने क्रममा पनि छ। यता हेर्नुस्, ल पोलोराहरुमा यो ड्रागन फ्रुटको राजा भन्ने पोलोरामा पनि फुल आएको छ। अनि यता अरु पनि भेराइटी छ टन्नै। यता हेर्नुस्, यो चाहिँ डेजर्ट किङ, यो चाहिँ डेजर्ट किङमा पनि राम्रो फुलहरु आएको छ। अनि ब्ल्याकमा एकदम धेरै। ल एउटै 10 फिट 12 फिटको हाँगा छ। यताबाट देखाइदिनुस्, एकै ठाउँमा 7 वटा 8 वटा यति धेरै मेच्योर र यति धेरै मोटो भछ कि 7 वटा 8 वटा एकै ठाउँमा फुल आएको छ। ल हेर्नुस्, ल 7 वटा 8 वटा सम्म उता पनि तल पनि फुल आएको छ एकदम धेरै। यो फुल आउनेको कारण भनेको यसको एनर्जी सकर्स छैन र यसलाई मलजल राम्ररी गर्दा तपाईको एकदम राम्रो फुल आउने र फल लाग्ने पनि त्यस्तै सक्षम हुन्छ। अनि यो चाहिँ मेरो ल हेर्नुस्,
यो चाहिँ भियतनामी किङ। यो तपाईँको राम्रो मलजल भयो नि 1 केजीसम्म जान्छ। आउने दिनमा यो फ्रुटहरू पाक्यो भने तपाईँलाई यसको सुगर लेभल पनि मैले देखाउने छु र कस्तो फुल हुन्छ, कस्तो फ्लावर हुन्छ अनि कस्तो फ्रुट हुन्छ त्यो पनि मैले बताउने छु। ल यता हेर्नुहोस्, यता सबैमा फुल आइसकेको छ। ल हेर्नुहोस्, कतिले भन्नुहुन्छ कि यो हाँगै मोटो भएन त अनमेच्योर हो, कुनै भेराइटी नै कति पातलो हुन्छ। ल हेर्नुहोस्, यो पुरै 100% मेच्योर प्लान्ट। यो थिक किङ भन्ने भेराइटी, यसको फ्रुट तपाईँको अन्डा जत्रो आकारको हुन्छ, लगभग 100 देखि 150 ग्राम। र यो पनि ह्यान्ड पोलिनेसन भेराइटी है। कति साथीहरूले मलाई फोन गरेर मेरो भिडियोहरुमा कमेन्ट गर्नुहुन्छ कि तपाईँले चाहिँ ह्यान्ड पोलिनेसन र सेल्फ पोलिनेसन पनि भनिदिनु जानकारी भएको। यो चाहिँ ह्यान्ड पोलिनेसन भेराइटी है। यो फुल पनि एकदम सानो हुन्छ र यसको फ्रुट पनि एकदम सानो हुन्छ, तर गुलियो भनेको एकदम धेरै गुलियो हुन्छ र स्वीटनेस एकदम धेरै हुन्छ र यसको बोक्रा एकदम पातुलो हुन्छ। फुल पनि एकदम राम्रो, एकदम ब्युटिफुल फुल हुन्छ। ल यता देखाइदिनुहोस्, यो रोयल रेड। यो रोयल रेड पनि 600, 500, 600 ग्राम हुन्छ। यो सी भेराइटी भन्दा अलिकति राम्रो भेराइटी, अलिकति गुलियो भेराइटी हो। ल यता हेर्नुहोस्, यो चाहिँ तपाईँको डेलाइट पिङ्क पनि एकदम ठुलो साइज, यसको साइज पनि एकदम ठुलो हुन्छ, तर यो सेल्फ पोलिनेसन भेराइटी है। यो सेल्फ पोलिनेसन भेराइटी एकदम राम्रो हुन्छ र यसको फ्रुट पनि एकदम ठुलो हुन्छ। अहिले चाहिँ एकदम धेरै पानी परेर फुलहरू पनि ड्यामेज भएको छ मेरो फुलहरू पनि, त्यही पनि सबै यो नेचरले गर्दा सबै चाहिँ फुलहरू तपाईँको सक्सेस हुने र फ्रुट लाग्ने भन्ने हुँदैन। यता हेर्नुहोस्, एउटै आँगामा हेर्नुहोस्, ल एउटै आँगामा अलि देखाउन पनि गाह्रो छ। एउटै आँगामा 6वटा 7वटासम्म फुलहरू आएको छ है। यता रोयल रेडको एकदम धेरै, अहिले चाहिँ यो वर्ष चाहिँ मेरो एकदम राम्रो र एकदम धेरै फुल आएको छ। ल हेर्नु त, यहाँ एउटा आँगामा 4वटा कति राम्रो फुल एकदम राम्रो आएको छ। यो चाहिँ डार्क स्टार हो। यो पनि तपाईँको कमर्सियल, यो पनि यसको नि खेती गर्न मिल्छ र एकदम राम्रो फ्रुट हुन्छ र एकदम ठुलो र गुलियो एकदम धेरै राम्रो हुन्छ है, डार्क स्टार भेराइटी। ल यता हेर्नुहोस्, लेमन ओरेन्ज, यो पनि तपाईँको सेल्फ पोलिनेसन नै हो, ह्यान्ड पोलिनेसन गर्नु पर्दैन, एकदम राम्रो फ्रुट हुन्छ। त यसको चाहिँ बोक्रा सुन्तला कलरको र भित्र हल्का पिङ्क कलरको हुन्छ। टेस्टमा पनि एकदम सुन्तला जस्तो टाइपको टेस्ट हुन्छ र एकदम राम्रो हुन्छ है। ल यसको हेर्नुहोस्, नौलो हेर्नुहोस् त, कपास निस्के जस्तो छ। यो कपास निस्के जस्तो, यो नाइट अफ द क्वीन अफ द नाइट पनि भन्छ, नाइट अफ द क्वीन पनि भन्छ। अनि यो एकदम राम्रो। ल हेर्नुहोस्, कपास जस्तो राउन्ड निस्के जस्तो यसको फुल निस्किन्छ। यो चाहिँ ह्यान्ड पोलिनेसन भेराइटी, एकदम धेरै आएको छ फुलहरू, उता भित्र पनि एकदम धेरै आएको छ। ल यो हेर्नुहोस्, यो आज फुल्ने यो भेराइटी AX, यसको फुलै रातो, यो ह्यान्ड पोलिनेसन भेराइटी हो। यो साइज पनि यसको 400, 450 ग्राम जस्तो हुन्छ, तर टेस्ट एकदम राम्रो हुन्छ। हेर्नुहोस्, AX भन्ने भेराइटी। ल हेर्नु त, एउटा आँगामा 1 2 3 4 5 6 7 8 9वटा 10वटा एउटैमा आछ। अब यसलाई यो यसरी आछ भने यो जुन निस्केछ यो चाहिँ इनर्जी सकर्स। ल हेर्नुहोस्, अब यसलाई पनि तागत चाहियो, यसलाई पनि खाना चाहियो। यहाँबाट गर्दै यसलाई काट्दिनु भयो भने या यहाँबाट काट्दिनु भयो भने यसलाई मात्रै जान्छ र यो एकदम छिटो बढ्ने र ठुलो, यसको फल एकदम ठुलो हुने हुन्छ है। ल यता पनि हेर्नुहोस्, ल हेर्नुहोस्, भियतनामी रेड हाइब्रिड। यो पनि मैले जहाँबाट किनेको थिएँ उहाँले चाहिँ टेस्ट पनि मलाई गराउनु भएको थियो र यसको साइज चाहिँ तपाईँको 1 किलो जति यसको साइज पनि हुन्छ, एकदम राम्रो हुन्छ। ल यता हेर्नुहोस्, पोलोरा जाइन्ट, यो जाइन्ट पोलोरा सबैमा। ल हेर्नुहोस् त, कति राम्रो फुल आएको। ल हेर्नुहोस् त, 1 2 3 4। तर हामीले चाहिँ यो सुरुमा फर्स्टमा आउँदाखेरि एउटै हाँगामा 8वटा 7वटा आउँछ भने एउटा त नेचुरल आफै पनि खस्छ र तपाईँले खसेन भने जो कमजोर जस्तो फुल देखिन्छ, जुन छिटो बढे होइन, त्यो फुल भाँचेर फालिदिनु भने धेरै राम्रो। तर आफ्नो घरको लागि हो भने त यो फाल्नु पर्दैन। सानो फ्रुट आए पनि खान मिल्यो, ठुलो फ्रुट आए पनि खान मिल्यो। यो चाहिँ कमर्सियल गर्नलाई, खेती गर्नको लागि त्यो भाँचिदिनु भयो भने धेरै राम्रो है। ल हेर्नुहोस्, यता यो चाहिँ कम्बोडियन रेड। ल हेर्नुहोस् कति राम्रो छ, हाँगा पनि एकदम नौलो र फ्रुट पनि यसको नौलो छ। यो टेस्ट गरेछ नि, फर्स्ट वर्ष यो फुल आएको। हेर्नुहोस्, राम्रो फ्लावरहरू आछ, ल हेर्नुहोस्, सबै हरेक आँगामा फ्लावरहरू आछ। ल हेर्नुहोस्, एकदम राम्रो फ्लावर छ यसको। यता हेर्नुहोस्, एकदम राम्रो छ। यो चाहिँ लाभेर्ना पिङ्क। योभन्दा पहिला वर्षै त्यो हाँगा मैले बेचिसकेँ, फ्रुट आइसकेपछि हाँगा मैले कटिङ गरेर बेचिदिइसक्छु। त्यसमा चाहिँ 1100 ग्रामको, त्यो चाहिँ मैले भिडियो हाल्न बिर्सेको थिएँ। 1100 ग्रामको यो लाभेर्ना पिङ्क फ्रुट आएको थियो। ल हेर्नुहोस्, एकदम राम्रो, यो टेस्ट पनि एकदम राम्रो हुन्छ, स्विटनेस पनि एकदम राम्रो हुन्छ। ल हेर्नुहोस्, यहाँ लाभेर्ना रेड, यो लाभेर्ना पिङ्क भयो, यो लाभेर्ना रेड भयो। ल हेर्नुहोस्, फुल आएको हेर्नुहोस् त, फुल पनि कति नौलो छ। ल हेर्नुहोस्, फुल पनि नौलो र फल पनि एकदम ठुलो साइज हुन्छ है। लाभेर्ना रेडको फल पनि एकदम राम्रो हुन्छ, फल एकदम ठुलो साइज हुन्छ। यिनीहरू चाहिँ सेल्फ पोलिनेसन है, ह्यान्ड पोलिनेसन भेराइटी होइन यो, एकदम राम्रो। ल हेर्नुहोस्, फेरि यता अमेरिकन ब्युटी पनि तपाईँको 1 किलोभन्दा माथि जान्छ है। यो चाहिँ ह्यान्ड पोलिनेसन भेराइटी। यसमा चाहिँ म के कन्फ्युज छु भने कहिलेकाहीँ
यो आफै पनि पोलिनेसन भएर फल सेट हुन्छ। कहिले चाहिँ तपाईँको 5-6वटा एकै ठाउँमा फुल आउँदा पनि त्यो फुल चाहिँ सक्सेस नभएर झर्छन् के। त्यही यसमा म कन्फ्युज छु कि यो ह्यान्ड पोलिनेसन हो कि सेल्फ पोलिनेसन हो भेराइटी भन्ने। ल हेर्नुहोस् एकदम राम्रो आछ। तर चाहिँ मैले मौरी पनि अहिले पालेको छु। ल 10-12 घारै छ मेरो कौसीमा मौरी पालेको छु। एकदम राम्रो भएको छ। ल हेर्नुहोस् है यो अमेरिकन ब्युटी एकदम ठुलो साइज हुन्छ र एकदम राम्रो स्विटनेस हुन्छ। ल हेर्नुहोस् यता मौरी छ, यता छ, उता माथि पनि छ। अनि यता ब्ल्याकबेरी हेर्नुहोस् त फुल आएको कति राम्रो। एकदम राम्रो फुल। ल हेर्नुहोस् कसैलाई चाहिँ ड्रागन फ्रुट भेराइटीको टेस्ट गर्न परेमा असार महिनातिर, यो जेठ महिना हो, असार महिनाको लास्टमा आउनुभयो भने तपाईँको इच्छाले बेर्ना पनि लान सक्नुहुन्छ र फ्रुट पनि चाख्न सक्नुहुन्छ है। ल यता आउनुहोस्, यिनीहरू सबै मेरो भेराइटीहरू हो। ल हेर्नुहोस् सबैमा फुल नयाँ भेराइटी। ल देखाइदिनुहोस् यता नयाँ भेराइटी सबैमा फुलहरू आइसकेको छ कि। यो नाम पनि बिर्सिसकेको छ, नाम पनि एकदम गाह्रो। हेर्नु न सेन इन्पिनास हो कि कुन भन्ने भेराइटी छ। ल फुल यसको फुल एकदम ठुलो छ र मलाई यो फर्स्ट टाइम फुलेको। मलाई यो आशा छ कि यसको फ्रुट पनि धेरै ठुलो हुन्छ भनेर है। ल अब यता देखाइदिनुहोस्। ल यता हेर्नुहोस् यता पनि एकदम राम्रो फुलहरू आछ। ल हेर्नुहोस् फुलहरू एकदम धेरै राम्रो आछ फुलहरू। यता छ त्यहाँ पनि छ फुलहरू एकदम राम्रो आछ। तपाईँले चाहिँ यो यस्तो फुल ल्याउनलाई सबभन्दा मेन भनेको सबभन्दा महत्त्वपूर्ण कुरा भनेको त मलजल नै राम्ररी गर्ने। मलजल गरिसकेपछि पनि तपाईँको हाँगाहरू बाङ्गोटुङ्गो हाँगाहरू काट्ने हैन। अनि यस्तो एकदम पलाउँदै गछ। ल हेर्नुहोस् यो सिधा पलाउँदै गछ भने यहाँबाट काट्दिनु। अब यो फ्रुटिङ सिजन हो, अब यहाँबाट तपाईँले काट्दिनु भयो भने यो हाँगा पलाउने भन्दा अब फुल दिन थाल्छ। फुल दिन थालेपछि तपाईँको 10वटा फुलमा 6वटा 7वटा तपाईँले राम्ररी केयर गर्नुभयो भने मजाले फ्रुट पनि सेट हुन्छ। ल हेर्नुहोस् यता जाइन्ट फ्लोरा। ल हेर्नु त फ्रुटहरू फ्लावर एकदम राम्रो छ र यो वर्ष चाहिँ मलाई चाहिँ सोचेको भन्दा पनि धेरै फुलहरू आएको छ है। ल हेर्नुहोस् यता। ल हेर्नु नयाँ भेराइटीहरूमा नयाँ भेराइटी अमेरिकन ब्युटी छ। यहाँ पनि नयाँ भेराइटीहरूमा एकदम धेरै फुल आएको छ। ल हेर्नुहोस् रेड जाइना। ल हेर्नुहोस् रेड जाइना हेर्नुहोस् फुलै एकदम फरक, हाँगा एकदम फरक। अब यो हाँगा काटेर बेच्यो भने कसैले सबैले त होइन कसैले भन्नुहुन्छ यो कति पातलो हाँगा, यो अनमेच्योर हो। तर अनमेच्योर होइन, यो फुल आइसकेपछि यसमा फल सेट होस् या नहोस्, फुल आइसकेपछि यो 100% मेच्योर हाँगा हुन्छ है। ल यता देखाइदिनुहोस्। ल यता हेर्नुहोस् यो चाहिँ असुन्ता वान। मसँग 1 देखि 6 सम्म छ है। 1 2 3 4 5 6 सम्म छ असुन्ता 6। उता असुन्ता 5 को नि फुल देखाइदिएँ मैले सुरुमा। यो असुन्ता 1 हो। ल यता हेर्नुहोस् यता चाहिँ यो मैले पहिला नि भिडियोहरुमा देखाएको छु प्रिक्ली पियर्स। एकदम ड्रागन फ्रुट भन्दा पनि 10 गुणा राम्रो र एकदम राम्रो यसको टेस्ट र एकदम राम्रो फाइदा गुण फ्रुट हो। अनि यो चाहिँ तपाईको ब्ल्याकबेरी। यो तपाईको यहाँ फ्रुट पनि लागिसकेको छ सानो सानो। यो वर्ष चाहिँ धेरै फुलहरु आथे तर मैले फाल्दिए। अब अर्को वर्ष यो ठुलो भयो भने अर्को वर्ष मैले यसको फ्रुट लिनेछु। अनि यो रसबेरी। ल हेर्नुस् कस्तो मजाले पलाएको छ। यो चाहिँ रसबेरी हो। मजाले हाँगाहरु आछ। यो ठुलो ड्रममा रोपेछु। ठुलो ड्रममा आउने दिनमा यसलाई पनि वर्ष 1.5 वर्षपछि यसलाई पनि खेतमा सार्ने छु। र एउटा विशेष के रहेको छ भने मैले स्याउ पनि फलाउन सक्सेस भएको छु। मेरो साथीको खेतमा चाहिँ उहाँ एकदम मिल्ने साथी हुनुहुन्छ। उहाँको खेतमा रोपेको छु। त्यो पनि तपाईलाई देखाउने छु है एकछिनमा है। ल हेर्नुस् यो सबै सी भेराइटी सबैमा फुल आएको छ। यो सबै एनर्जी सकर्स। यसमा चाहिँ कुनै बेर्ना बनाउन पनि मिल्छ कुनै नबनाउन पनि मिल्छ। तर मैले चाहिँ यो सी भेराइटी मसँग धेरै भएको कारणले मैले यसो बेर्ना चाहिँ बनाउँदिन है। ल यता आउनुस् अब। ल हेर्नुस् यो सबै मेरो नयाँ भेराइटीहरु हो। पोलोरा हाइब्रिड। उता पोलोरा जाइन्ट हेर्नु भयो। यता पोलोरा हाइब्रिड भयो। अनि भेरिगेटेड राउन्ड येल्लो भयो। ल हेर्नुस् यो एकतिर पहेँलो निस्किन्छ, एकतिर हाँगामा पहेँलो हुन्छ, एकतिर हरियो हुन्छ, कुनै पहेँलो मात्रै हुन्छ। ल हेर्नुस् यो चाहिँ गर्जिला। यसको पनि राम्रो यो चाहिँ यो ह्यान्ड पोलिनेसन भेराइटी हो। यो गर्जिला भन्ने भेराइटी एकदम राम्रो भेराइटीहरुमा फुलहरु आएको छ। ल हेर्नुस् यता सबैमा यिनीहरु चाहिँ धेरै जस्तोमा भेराइटीहरुमा राम्रो फुलहरु आएको छ। ल हेर्नुस् यता यसमा एकदम यो कफी ड्रागन। यो कफी ड्रागन हो। एकदम राम्रो फुलहरु आएको छ यसमा। अनि अर्को तपाईलाई अझ फेरि विशेष के देखाउने छु भने यो ड्रागन फ्रुट भन्ने एकदम जिद्दी र अटेरी प्लान्ट हुन्छ। ल हेर्नुस् तपाईको हावामा हाँगा छ यसको। यो तपाईको तलको फंगस लाएर कुहिएर र एकदम सक्सेस छ। यसमा पनि अगाडिपट्टि फुल आएको छ। यो यसमा किन आयो भने यसमा चाहिँ उले माथिबाट तपाईको जरा चाहिँ हालिसकेछ है माथिबाट। ल हेर्नुस् यहाँ माथिबाट जरा हालिसकेछ र यो तलको के काम हुन्न। अब मैले यहाँबाट काटेर यसलाई चाहिँ बेर्ना बनाउँछु भन्दा पनि यो हुन्छ र एकदम राम्रो छ। ल हेर्नुस् मज्जाले हेर्नुस् त कति मोटो छ। जरा छँदैछ नि। यो पहिला यसरी जरा थियो तलको कुहियो र मैले हटाइदिए थिएँ र यहाँबाट यो जराको कारणले एकदम राम्रो तरिकाले बाँचिरहेछ र बढिरहेछ। एग्रेसिभ ग्रोथ छ यसको एकदम राम्रो छ। यता हेर्नुस् LD1। अहिले चाहिँ मैले धेरै जस्तो जरा पलाकै बेर्नाहरु बेच्छु।
कसैलाई चाहिँ बेर्ना चाहिएमा सम्पर्क गर्नु होला, एकदम मिलाएर दिनेछु। अनि अरू पनि भेराइटीहरू यता भित्रभित्र छ। ल हेर्नुहोस् यता भित्रभित्र एकदम राम्रो भेराइटीहरू छ। ल हेर्नुहोस् यो माथि पनि मैले यो ट्याङ्कीनिर तपाईँलाई भनेको थिएँ, मेरो सबभन्दा छिटो फुल आउने ठाउँमा पनि फुलहरू आएको थिएन। त्यही भएर ल हेर्नुहोस् त इनर्जी सकस कति धेरै काटेको छ। कमसम्म यो तपाईँको 50 देखि 100 किलो होला यो हाँगाहरू। ल हेर्नुहोस् कति धेरै हाँगा छ, यो सबै इनर्जी सकस हो। यसैको कारण यसमा तपाईँको फ्रुटहरू एकदम छिटो फ्रुटहरू नआएको हो। अनि यता नयाँ पनि मैले भेराइटी थपेको छु। ल हेर्नु यो भियतनामी जाइन्ट, अनि कलस्ती, अनि त्यो पछि माइला, अनि त्यो पछि ट्रिसिया, अनि तपाईँको यता नि हेर्नुहोस् यो कनिमियर्समा यति सानो छ र राम्रो मलजल पाएर यसमा पनि फुल आएको छ है। यो कनिमियर भेराइटी हो। ल हेर्नुहोस् कनिमियर भेराइटी एकदम राम्रो हुन्छ। अनि यता अन्जिर, यसलाई चाहिँ जीवन फल पनि भनिन्छ। ल हेर्नुहोस् अन्जिर पनि एकदम राम्रो, यो चाहिँ येल्लो अन्जिर हो। यो पाक्यो भने पहेँलो हुन्छ, कुनै रातो पनि हुन्छ। अनि यता पनि छ नयाँ भेराइटीहरू। ल हेर्नुहोस् यो सबै नयाँ भेराइटी हो। यो JK2A भन्ने भेराइटी, यो असुन्ता फो, एकदम राम्रो भेराइटीहरू छ। यता पोलोराहरू एकदम राम्रो छ। यसरी नै तपाईँलाई छिटो फुल समयमै फुल ल्याउनु छ, तपाईँले समयमै चाहिँ फुलहरू आएर तपाईँलाई ड्रागन फ्रुट खानु छ भने मैले भने जस्तो उपाय गर्नु होला। तपाईँलाई आशा छ कि तपाईँकोमा फुल आउनेछ। र अब म चाहिँ तपाईँलाई स्याउ फलेको देखाउनु छु है त। ल हेर्नु साथीहरू, मैले भनेको थिएँ म स्याउ देखाउँछु भनेर। ल हेर्नु यो मेरो साथीको घर छ, यो आर्बा भन्ने ठाउँमा हो। ल हेर्नु मैले यो 7 महिना पहिला आफ्नै कौसीमाथि नै यो ड्रममा राखेको थिएँ। अहिले चाहिँ यहाँ सारेको 6 महिना जति भयो। ल हेर्नुहोस् मजाले स्याउ फलेको छ। ल हेर्नुहोस् है स्याउ चाहिँ धेरै राम्रो आएको छ हजुर। ल हेर्नुहोस् अब आउने दिनमा यसको बेर्ना पनि मैले ग्राफ्टिङ गरेर बेच्नेछु। ल हेर्नुहोस् यसमा कमसेकम यो बोटमा तपाईँको 100 देखि 120 वटा जति फल लागेको छ। यो फर्स्ट वर्षमा हो। ल हेर्नुहोस् ठुलो नै भएको छन्। अनि यतापट्टि अन्जिर पनि छ। ल हेर्नुहोस् यता यो मेरो मौरीको घारहरू छन्, सबै मौरीको घारहरू टन्नै छ। यो मौरीले गर्दा पनि यो पोलिनेसन भएर र माटो राम्रो पाएर पनि फलेको। यो चाहिँ अन्जिर। ल हेर्नुहोस् अन्जिर फिग, इङ्ग्लिसमा फिग भन्छ। अन्जिर भन्ने पनि राम्रो फ्रुटिङ आएको छ। अब आउने दिनमा यिनीहरूको चाहिँ मैले ग्राफ्टिङ गरेर कलमी गरेर मैले बेर्ना बनाउने छु। र हजुरहरूलाई चाहिँ ड्रागन फ्रुटको या यो स्याउहरूको बेर्ना चाहिएमा या केही सोधपुछ गर्न परेमा मलाई चाहिँ सोध्न सक्नुहुन्छ। ल केही कुरा आफूले जानेको मलाई भन्न सक्नुहुन्छ। हस् त, नमस्ते।